संसारका सबैभन्दा ठुला खुसीहरू अक्सर बजारका महँगा खेलौनामा होइन, यस्तै साना र सादा कुराहरूमा लुकेका हुने रहेछन्। बुढाले हाम्रा छोरीहरूका लागि 2वटा साना क्युट कुखुराका चल्लाहरू ल्याइदिनु भयो। चल्ला देख्ने बित्तिकै छोरीहरूको अनुहारमा जुन खुसी छायो नि, त्यो हेर्न लायक थियो। अहिले त हाम्रो घरमा छुट्टै रमाइलो छ। हाम्री सानी छोरीलाई त यो के खेलाउन आएछ जस्तो लागेछ क्यारे। चल्लाहरूलाई फ्याट्ट समातेर छाड्नै मान्दिनिन्। उता जेठी छोरी भने निकै जान्ने भएकी छिन्। सानीलाई यस्तो गर्न हुँदैन, मर्छ नि भन्दै चल्ला जोगाउनतिर लाग्छिन्। दिदी बहिनीको यो ताल हेर्दा मलाई भित्रभित्रै हाँसो उठेर आउँछ। बुबाको एउटा सानो उपहारले आज हाम्रो घरलाई खुसीले स्वर्ग बनाइदिएको छ। चल्लाहरूको चिरबिर आवाज र छोरीहरूको कलकलाउँदो हाँसो, यही त हाम्रो सानो संसार र यसैमा छ हाम्रो सारा खुसी। साना नानीहरूको यो निश्चल संसार साँच्चै कति सुन्दर छ है। न त कुनै स्वार्थ, न त कुनै मनमा पाप। एकछिनको झगडा अनि लगतै फ्याट्टै मिल्ने यो बानी कति मिठो हो।